नमस्ते सबैजनालाई। म चाहिँ आज नाइटको भ्यू देखाउँदै थिएँ। हाम्रो घरबाट चाहिँ यसरी देख्छ नाइटको भ्यू। अन्त आज म चाहिँ नानीलाई सेक्नुको लागि तेल कोइला बनाउँदैछ यहाँ बाहिर। अन्त सेक्नु अगाडि चाहिँ म ब्रेस्ट फिडिङ गराउँदैछु। यहाँनिर ब्रेस्ट फिडिङ मजाले गरेको छ भने चाहिँ नानी मजाले बस्छ, त्यही भएर ब्रेस्ट फिडिङ गर्दैछु। अन्त यहाँनिर मेरो कान्छी बहिनीले चाहिँ कोइला बनाउँदैछ सेक्नुको लागि। अन्त अब चाहिँ म सेक्नु अनि मालिस गर्नु रेडी भएँ नानीलाई। तर ऊ चाहिँ मालिस गर्नु मान्दैन। खै पहिला त पुरा मान्थ्यो, अहिले चाहिँ मान्दैन किनभने गर्मी पनि पुरा छ नि त। गर्मीको कारणले पनि होला। त्यही भएर मेरो नानीले चाहिँ पुरा गरम मान्छ। तर यसरी घोप्टाएर सेक्दा चाहिँ ऊ सन्चो मान्छ। त्यहाँबाट चाहिँ म पछिको ढाडको मालिस चाहिँ मजाले गरिदिन्छु। अन्त यहाँ हेर्नुहोस् न, ज्यादा रोएर चाहिँ म बात गर्दै थिएँ उसँग। यस्तो मजाले बात सुन्छ, यति डरलाग्दो बात सुन्छ। तर उसलाई बात सुने गर्नु मन गर्छ। तर ज्यादा बात मारिरह्यो भने त उसले झिजो पनि मान्छ। त्यही भएर चाहिँ म छिटो मालिस गरेको सबै त देखाइनँ, छिटो गरेर मालिस गर्दैछु उसलाई। मालिस गरिसकेर पनि छिटो मालिस गरिसकेर उसलाई कपडाहरू लगाइदिँदै थिएँ। कपडा लगाइदिँदैछु मजाले।